आजको दिन चाहिँ म एकदम धेरै इमोसनल भएँ र किन इमोसनल भयो भनेर चाहिँ भिडियो लास्टसम्म हेर्नु होला। हाई गाइज, वेलकम टु अडेट माई लाइफ। हजुरलाई मेरो यो सर्ट एन्ड स्विट अनि रुन्चे ब्लगमा स्वागत छ। बिहान बिहान चाहिँ निन्द्रा पनि यति धेरै प्यारो हुन्छ कि उठ्न मन पनि लाग्दैन। अनि मैले चाहिँ उठ्ने साथै भ्यू हेरेँ फर्स्टमा, अनि म ब्रस गर्न गएँ। अनि म चाहिँ ब्रस गर्दैछु र म फेस वास चाहिँ यो न्यू लुकको क्लिजिङ मिल्कले गर्छु, किनकि मेरो फेस चाहिँ ड्राई छ। हजुरलाई थाहा नै छ, मैले कति ब्लगमा भनिसकेँ मेरो फेस ड्राई छ भनेर। फेस ड्राई छ भने चाहिँ यो न्यू लुकको क्लिजिङ मिल्कले फेस वास गर्न सक्नुहुन्छ। अनि म चाहिँ ब्रस गरेर मुख धोइवरी गएर किचन गएको त मेरो दिदीले त पुरा तरकारी सरकारी काटेर दाल भात पनि बनाइसक्नु भएछ। घरमा यस्तो बिहान उठेर खानासाना बनाइदिने यताउता गर्ने मान्छे चाहिँ चाहिन्छ। र यो देखिरहनु भएको गिलासले चाहिँ एक गिलास पानी भ्याउने काम मेरो भयो। हजुरहरू मेरो महारानीसँग भेट्नु होला, उहाँ हुनुहुन्छ मेरो सानोवाला महारानी। सानो महारानी र ठुलो महारानीको फर्स्टमा चाहिँ हग भएर दिनको सुरुवात गर्छ। आज चाहिँ म बाहिर घाम हेर्दै चिया खाँदैछु, ब्ल्याक टीमा चाहिँ स्पेसल के छ भने चाहिँ नुन छ, किनकि मेरो घाँटी एकदम धेरै दुखिरहेको थियो रुगा खोकीले गर्दा। यो सानोवाला महारानीले मलाई यति धेरै सताउँछ कि म हजुरहरूलाई भन्नै सक्छु। सताउने मात्रै होइन कि उसले हाई पनि गर्न जानेको छ आज। अनि हामीलाई काममा जाने मान्छेलाई ढिला हुन्छ कि भनेर दिदीले चाहिँ छिटो गरेर खाना बनाउँदै हुनुहुन्छ। अनि मेरो रुममा आएर सानोवाला महारानीले पुरा सत्यनाश पारिदिएको छ। सत्यनाश गर्दै गर्दा म के गर्न सक्छु, म केही गर्न सक्दिनँ, किनकि मलाई माया लाग्छ। पुरा छोड्नु होला। र मेरो टेबल हेर्नुहोस्, पुरा कपडा र बुकहरू सत्यनाश छ। र फर्स्टमा चाहिँ म दाल भात मात्रै खाएर पसल जान्छु। मर्निङमा चाहिँ म दाल भात मात्रै खान्छु, तरकारी खाना त खान्छु, र तरकारी चाहिँ म टिफिन प्याक गर्छु। तरकारीसँग चाहिँ म खाना खानै सक्दिनँ कि, अनि दाल भातसँग चाहिँ मजाले गम तन्काएँ र पसल जानको लागि निस्किएँ। अहिले यस्तो सन्चै मान्छे अहिले पछि यस्तो गाह्रो हुन्छ भने मैले सोचेको थिइनँ। अनि म चाहिँ एक ठाउँमा बसेर उसलाई सामान मिलाउनुको लागि भनिरहेको छु, किनकि ऊ नयाँ आएको क्या। सो मैले चाहिँ उसलाई सिकाउँदैछु त्यहाँ बसेर। गर्दा गर्दा मलाई यस्तो धेरै गाह्रो भइसकेको थियो कि गएर दाइले औषधि पनि ल्याइदिइसक्नु भएको, साइनिक्स ल्याइदिनु भएको थियो। अनि मैले चाहिँ खाएँ। साइनिक्स भन्ने औषधि चाहिँ मलाई मात्रै हो कि हजुरहरूलाई खाँदा पनि यस्तो गाह्रो बनाउँछ झन्। साइनिक्स खाएर चाहिँ मलाई एकदम धेरै गाह्रो भयो। अहिले यस्तो भोइस ओभर गर्दा पनि कस्तो गाह्रो भइरहेछ कि आफूलाई नै, किनकि मलाई यो पल देखेर चाहिँ एकदम धेरै कस्तो इमोसनल हुन्छ नि त्यस्तो टाइपको भइरहेको छ कि एकदम धेरै गाह्रो भएको थियो मलाई त्यो टाइममा चाहिँ। मलाई यति धेरै गाह्रो भइसकेको थियो कि म पसलमा बस्न नसक्ने हालतमा थिएँ। अनि सो त्यही भएर म चाहिँ घर त थ्याङ्क पसलको दाइ चाहिँ यति धेरै बुझ्नुहुन्छ, म एकदम धेरै थ्याङ्कफुल छु यो कुरामा। मलाई घर आइपुग्दासम्म यति धेरै गाह्रो भइसकेको थियो कि म आफ्नो इमोसनल कन्ट्रोल गर्नै सकिनँ। मैले सोचेको पनि थिएन कि रुगाखोकीले यतिसम्म गर्छ भनेर। अनि मलाई चाहिँ ज्वरो आएको थियो कि 102। यस्तो बेला चाहिँ कस्तो हुँदो रहेछ भने चाहिँ हामीले हुन्छ नि हामीसँग घटेको घटनाहरू सम्झी रुँदो रहेछौँ क्या हामी चाहिँ। मलाई मात्रै हो कि हजुरहरूलाई पनि यस्तो हुन्छ, कमेन्ट मार्फत भन्नु होला। यो सिचुएसनमा सबैभन्दा धेरै याद चाहिँ मैले मेरो दिदीलाई गरेँ, किनभने म पहिला बिरामी हुँदाखेरि मेरो दिदी काममा नगई मलाई मेडिकल लिएर गएर मेडिसिनहरू दिनुहुन्थ्यो कि।